हाम्रो संविधानले दिएको हक। धारा 35 संविधान भन्छ कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। तर यथार्थ तपाई जुनसुकै नेपालको सरकारी अस्पतालमा जानुहोस्, तपाई टिकट लिनको लागि मात्र 3 देखि 5 घण्टा लाइनमा कुर्न पर्ने हुन्छ र अन्त्यमा तपाईले एउटा ट्याब्लेट स्टामोल पनि तपाईले फ्री पाउन सक्नु हुँदैन र अति साधारण औषधि उपचार नपाएको कारणले नै गरीब जनताहरूले ज्यान गुमाइरहेका छन्। तर साधारण रुवाखोकीको बिमारमा पनि हाम्रा नेताजीहरू विदेशमा राष्ट्रको ढुकुटी खर्चेर सकेर विदेशमा महँगा उपचारहरू गर्न गइरहेका छन्। म पहिलो एपिसोड लिएर आउँदैछु नेपालको राजनीतिक वास्तविकता र तथ्य र प्रमाणमा आधारित। छिट्टै आउँदैछ। तथ्य बुझौं, प्रश्न सोधौं। जय नेपाल।